विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको हनुमान ढोका दरबार सङ्ग्रहालय पुनर्निर्माण सम्पन्न भएसँगै सबै प्रदर्शनी कक्ष सञ्चालन गर्ने तयारी गरिएको छ। 2072 सालको भूकम्पले क्षतिग्रस्त यस सङ्ग्रहालय पुनर्निर्माण गरिएसँगै सबै प्रदर्शनी कक्ष सञ्चालन गर्ने तयारी गरिएको हो। अब हामीले अहिले सङ्ग्रहालय सेटअप गरिसकेका छैनौँ। हामीले पुनर्निर्माणको काम भर्खर सक्यौँ। अब बिस्तारै क्रमबद्ध तरिकाले हामी सङ्ग्रहालय पुनः स्थापना गर्ने योजनामा छौँ। सेप्टेम्बर 27 सम्ममा चाहिँ राजा त्रिभुवनको सङ्ग्रहालय चाहिँ फेरि पुनः सञ्चालनमा ल्याउने हाम्रो कार्ययोजना छ। र त्यसपछि महेन्द्र, वीरेन्द्र र त्यस्तै अरू मल्लकालीन, शाहकालीन विविध खालका जात्रा पर्वहरू त्योसँग सम्बन्धित सङ्ग्रहालयहरू खोल्ने हाम्रो कार्यालयको योजना रहिआएको छ। हाल पर्यटकका लागि यहाँका विभिन्न चोक, गरगहना कक्ष र गद्दी बैठक मात्र खुला गरिएको छ। खुला गरिएका ती प्रदर्शनी कक्ष घुम्न आउने पर्यटकको सङ्ख्या पनि उत्साहजनक रहेको सङ्ग्रहालय प्रशासनले जनाएको छ। गत आर्थिक वर्ष 2082-83मा मात्र आन्तरिक र विदेशी गरी कुल 2,92,463 पर्यटकले टिकट काटेरै यस सङ्ग्रहालयको अवलोकन गरेका थिए। यहाँको आकर्षण घटेको छैन, बढेकै छ। धेरैको रोजाइमा पर्छ यो सङ्ग्रहालय। यो विश्व सम्पदा एरिया, हेरिटेज एरिया, यो चाहिँ विविध खालको सम्मिश्रण भएको सम्पदाहरू भएको ठाउँ र अनि अनेक ट्रान्जिबल, इन्ट्रान्जिबल कल्चरको एकदम रिच एरिया हो र सबैको रोजाइको केन्द्र पनि पर्छ। यहाँ चाहिँ बिहानदेखि बेलुकासम्म पनि यहाँ धेरै पर्यटक अनि हाम्रा स्वदेशी विदेशी थुप्रैको चाहिँ आकर्षणको केन्द्र हुन्छ। हनुमान ढोका दरबार सङ्ग्रहालय क्षेत्र काठमाडौँ घुम्न आउने प्रत्येक पर्यटकको पहिलो रोजाइमा पर्ने गन्तव्य हो। सङ्ग्रहालय परिसरको बाहिर र भित्र दुवै क्षेत्रमा बिहानदेखि साँझसम्म नै पर्यटकको भिड लाग्ने गर्छ। I feel very peaceful. It's a very nice museum. I really like the handcraft parts. You see the towers, the gardens and the history. गत 5 आर्थिक वर्षमा सङ्ग्रहालय घुम्न आउने पर्यटकको तथ्याङ्क हेर्ने हो भने पनि उत्साहजनक देखिन्छ। अझ सबै प्रदर्शनी कक्ष खुला गरिएपछि पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। मल्लकालदेखि शाहकालसम्म विभिन्न राजाहरूले दरबारका रूपमा प्रयोग गरेको ऐतिहासिक संरचना हेर्न पाइने हनुमान ढोका दरबार सङ्ग्रहालय इतिहासमा रुचि राख्ने जो कोहीले एकपटक घुम्नै पर्ने गन्तव्य समेत हो। राष्ट्रिय समाचार समिति, काठमाडौँ।